मान्छे कहिले पनि मर्दैन। मान्छे मर्दैन कहिले पनि। मर्ने भनेको हामी जस्तो एउटा मुडो मात्रै हो कि, हामी त एउटा मुडो हो कि, मान्छे होइन। मान्छे होइन। मान्छे को हो त? मान्छे जुन बोलिरहेको छ त्यही मान्छे। हाम्रो जुन बोलिरहेको छ यो त्यो बोल्ने निस्केर जानुहोस् त, तपाईँलाई काट्दाखेरि दुख्छ, हात भाँचे नै दुख्दैन तपाईँलाई, उता ख्याल दिने दुख्दैन। भनेको आत्मा चाहिँ मर्दैन, मान्छे चाहिँ मर्छ भन्नु खोज्नु भएको कि कसो? आत्मा कहिले पनि मर्दैन। आत्मा मान्छे मरेपछि आत्मा कहाँ जान्छ? आत्मा जुन ठाउँमा त्यसलाई बास पाउँछ नि, स्वर्गमा जान्छ नि, त्यो स्वर्गमा बास पाउँछ नि त्यसलाई, त्यो दिनदेखि हामी जित्यो। आत्मा चाहिँ भनेपछि आत्मा नर्क जाने भन्ने हुन्छ नि, त्यस्तो हुन्छ भने। आत्मा नर्कमा जाने भनेको पाप गर्ने जान्छ। त्यो भूत बन्ने होला अरू चाहिँ कस्तो? भूत भनेको चिज चाहिँ कस्तो हो है, भूत नहुने भने हुन्छ। जुन भूत भन्ने चिज चाहिँ कस्तो हुँदा नि, हिजो हामी जस्तै झाँक्री लामा यो पण्डित अब कुनै अब अगोरी हुन्छ, जुनै देवी देवता आउने मान्छेहरू हुन्छ नि, त्यो मान्छेलाई मार्ने बेलामा तपाईँले राम्ररीसित उसलाई क्रिया गरेर दिएन भने त्यो मान्छेको आत्मा चाहिँ भड्किने हो कि। ए